हालेन सरकारले त केही पनि गरेको छैन भन्नेहरूको लागि कन्सल्टेन्सीहरूको स्क्याम एकदमै कमन भइसकेको छ नेपालमा। धेरै कन्सल्टेन्सीहरूले विभिन्न तरिकाहरूले विद्यार्थीहरूलाई लुट्ने स्क्याम गर्ने गरिरहेका छन्। सबै कन्सल्टेन्सी भन्दिन तर अधिकांश कन्सल्टेन्सीहरूले। अहिले नेपाल सरकारले यी कन्सल्टेन्सीहरूलाई पनि मोनिटर गर्नुपर्ने र कानुनी दायरामा ल्याउनु पर्ने भनिसकेपछि नेपाल प्रहरीले विभिन्न कन्सल्टेन्सीहरूमा छापा मारिसकेको अवस्था र कन्सल्टेन्सीका सञ्चालकहरूलाई पक्राउ गरिसकेको अवस्था पनि छ। अहिले अझ भन्ने हो भने केही साथीहरूको भिडियोमा त के पनि भन्नुभएको छ भने बागबजारमा त कन्सल्टेन्सीका सञ्चालकहरूको भागाभाग स्थिति छ। किन भन्दा प्रपर रजिस्ट्रेसनहरू नगरेको हैन, ठाउँ ठाउँमा रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ त्यो नगरेको, अनि विभिन्न नचाहिने कुराहरूमा विद्यार्थीहरूबाट पैसा असुल्ने हैन, अनि विद्यार्थीहरूलाई स्क्याम गर्ने रिपोर्ट भइरहेको कारणले गर्दाखेरि यो गरिएको भनिएको छ। यदि तपाईहरू पनि कन्सल्टेन्सीहरूबाट स्क्याममा पर्नु भएको छ भने आफ्नो नजिकैको प्रहरी चौकीमा गएर रिपोर्ट गर्नु होला विथ डकुमेन्टेसन है। कृपया यो चाहिँ गर्नु।